ब्याक टु माई युट्युब च्यानल। अनि आज आइसकेको छु म नयाँ मिनी भ्लग लिएर। अनि यो भ्लग चाहिँ एकदमै लामो हुन गइरहेछ होइन, किनभने यहाँ देख्न सक्नुहुन्छ हाम्रो भाइ चाहिँ आइरहेको थियो हिजो, अस्ति दिन आएको हो काठमाडौँबाट यता। अनि आज हामी हिँडिरहेको छौँ ऱ्यान्डम टुरमा। अनि आजको मिनी भ्लग चाहिँ पुरै हाम्रो भाइले बनाउँछ, देख्न सक्नुहुन्छ। अब के कस्तो बनाउँछ यसो कमेन्टसम्म भन्नु। अनि एकदम लङ हुन्छ भिडियो चाहिँ, सो त्यही हो, भिडियोमा अन्तिमसम्म बनिराख्नु होला है त। हामी चाहिँ होइन गाइजहरू यहाँनिर बाटोको बिचतिर आइसकेका छौँ जाने ठाउँका होइन। अनि केटाहरू चाहिँ यहाँनिर पुरा ऐसेल खाइदिइरहेछन् होइन। यहाँ ऐसेल पनि देखाउन चाहन्छु म तपाईँहरूलाई होइन, केटा हो होइन। यहाँनिर हेर्न सक्नुहुन्छ हाम्रो गाउँको ऐसेल होइन। एउटा कलुवा चाहिँ उते त बसिरहेको छ होइन, उनीहरू ऐसेल खान आइज भनेको पुगो पेट ढाट्यो भन्दैछ होइन, केटा हो होइन। यस्तै छ चलन। ल अब हामी आफ्नो गन्तव्यतिर लागिहाल्छौँ। टक्का हामी चाहिँ यहाँ देउराली भन्ने ठाउँमा आइसकेका छौँ होइन गाइजहरू। यहाँ केटाहरू चाहिँ त्यहाँ माथि डाँडामा बसेर मस्त हावा खाँदैछन् होइन। अब यस्तो छ यतातिरको भ्यू चाहिँ होइन। भ्यूकै कुरा गर्ने हो भने चाहिँ यता देउरालीमा आएको चिसो सल्लोको हावा आइरहेछ होइन, हिँड्न पनि मजा आइरहेछ। सल्लोको हावाले गर्दा थकाइ पनि महसुस भइरहेको छैन हामीलाई चाहिँ अहिलेसम्म। अब बिस्तारै जाँदैछौँ हाम्रो आफ्नो गन्तव्यमा। के हुन्छ त्यहाँनिरको भिडियोहरू नि हामी तपाईँहरूलाई सक्दो देखाउने कोसिस गर्दैछौँ है। टक्क अहिले चाहिँ हामी यहाँ घना जङ्गलमा आइरहेछौँ होइन केटाकेटाहरू होइन। घना जङ्गलमा आइरहेछौँ। यता केटाहरू सर्प आउँछ कि भनेर डराएर हिँड्दैछन् होइन। म चाहिँ नडरा भन्छु, केटाहरू डराएका छन् होइन। यहाँ एउटा सुकेको खोला पनि आइसक्यो होइन। पानी जति परोस् न यो खोला कहिले पनि भरिँदैन अरे क्या। यहाँ रुपेश दाजुले भन्नुभएको मलाई चाहिँ होइन। हाम्रो गन्तव्य आज ठुलो हुनेछ होइन। भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानलको सब्सक्राइब गरिदिनु नभुल्नु होला। सानो सानो सहयोगले गर्दा रुपेशलाई धेरै सहयोग हुनेछ पछि होइन। म चाहिँ यही भन्न चाहन्छु। त्यही हो, सबैजना मिलेर बस्नुपर्छ होइन। यता केटाहरूसँग यसो गाउँतिर आइदिएको चहल पहल भइरहेछ होइन। अहिले चाहिँ केटाहरू हिँड्दैछन् बोल्दा पनि नबोलिकन, एउटा स्पिकर बोकेर हिँड्छ, एउटा उता पुगिछौ। अब हामी यहाँ आफ्नो गन्तव्यमा आउँदैछौँ। खाजासाजा खानु छ। यो रुपेशले यहाँ 150-200 बोकेर लिएर आइछ अरे होइन। उतानिर हेर्नुहोस् त भिड कस्तो बवाल भिड छ होइन। त्यो भिड पनि म तपाईँहरूलाई देखाउन चाहन्छु है। हेर्दै गर्नुहोस् हाम्रो च्यानलहरू। त्यो भिड चाहिँ बवाल लाग्छ मलाई होइन। भिड हेर्न सक्नुहुन्छ तपाईँहरू। खतरनाक भिड छ होइन। मलाई त डरै लाग्यो होइन। यहाँबाट चिप्ल्यो भने चाहिँ अवधि सक्यो है। मलाई पनि डर लाग्यो। यहाँ हेर्न सक्नुहुन्छ भिड। मलाई डर लागिसकेको छ होइन। यहाँ हेर्नुहोस् सिधै पिपल बोट हेर्नुहोस् त्यहाँ तल लास्टै डर लागिसकेको छ मलाई चाहिँ होइन। अलिकति सलिप्लोमा छिस्क्यो भने गयो होइन। भिड देख्न सक्नुहुन्छ। आम्मा त्यो मोबाइलबाट तपाईँहरूकोमा नदेखिएको होला, यहाँनिर साथै भिड छ होइन। ऊ तल हेर्नुहोस् न पिपल बोट देखिरहेको छ होइन। पिपल बोट भिडको होइन लास्टै भिड छ क्या यहाँ चाहिँ। मलाई डर लागिसकेको छ होइन। तर डराएर केही पनि हुँदैन यहाँनिर होइन। सो साथीहरू ऱ्यान्डम टुरमा आउँदा चाहिँ यता यत्रो दुवा देखिसकेको छैन। अब यता चाहिँ मस्त 1-2 टाइप हालिन्छ। यता केटाहरू चाहिँ मस्त रेडी भइसक्यो टाइप हान्नुको लागि, देख्न सक्नुहुन्छ। अब म नि हानिदिन्छु होइन। सो त्यही हो, भिडियो अन्तिमसम्म हेरिरहनु होला है त। साथीहरू हाम्रो काले भाइले चाहिँ डाइभ हान्न लागिरहेको छ, देख्न सक्नुहुन्छ तपाईँहरूले। हान ल हान। ओहो हान साबिन त नि हान्ने। ये भी देख सकते हो आप लोग, साथीहरू देख्न सक्नुहुन्छ। साथीहरू हामीले चाहिँ पुरै डाइभ साइभ हानिसकेको छ, देख्न सक्नुहुन्छ है। यता फेरि हाम्रो काले भाइले चाहिँ हान्न लागिरहेको छ। स्याम्पूहरू लाएर डाइभ हान्दे देख सकते हो आप लोग। ठुलो छ है साथीहरू यो पोखरी चाहिँ एकदम खतरनाक छ फेरि। अनि यहाँ म चाहिँ हानिरहेको छु। यता जाडो भइरहेको थियो अनि यता घाममा आइरहेको छु म। यहाँ यिनीहरूले हान्न लागिरहेको छु होइन। म देखाउँछु है तिमी यता यिनीहरूको तपाईँहरूलाई कस्तो हान्छन् यिनीहरूले भनेर। अब ल साथीहरू यिनीहरूले चाहिँ रेस हान्ने रे होइन। अब यिनीहरूले कस्तो हान्छन् है। को छिटो यो उहाँबाट यहाँनिर आउने है त। ल हान एकैचोटि। पुरै हानेर यहाँसम्म आइसकेको छ, देख्न सक्नुहुन्छ तपाईँहरू। फर्स्ट भइसकेको छ हाम्रो सबिन भाइ, अर्को हाँसेर पिलित्त भएको छ। साथीहरू यता साइडको भ्यू चाहिँ खतरनाक छ, देख्न सक्नुहुन्छ तपाईँहरू। अनि यता छ हाम्रो एउटा भाइ, अनि एउटा भाइ चाहिँ यता छ। ल हिँड्न माथि जाने हो कि हामी चाहिँ यहाँ जङ्गलतिर यसो पौडी सौडी हानेर आएको होइन। उता तल गएर होइन बबाल घना जङ्गल छ होइन। ओए राजेश
कहाँ पुग्यो ओ राजेश कहाँ गयो हामी चाहिँ एउटा डिलमा गएर मस्त बस्नेछौँ होइन रन्डी त त्यता पो गइछ त ल ए आँप चोर्नु छोरा छोरा ओए आँपले राजा छिटो छोरा आप छ क्या त्यहाँ ला त स्पिकर छ पर्दैन क्या त्यसले लिएर आउँछ क्या बोटो मात्रै खायो क्या फाल्छ कि छैन थाहा समात्ने हामी चाहिँ उता आँप छ कि यसो हेर्न जानु पर्यो होइन राजेश छ अनि कागती छ भने होइन तैँले अनि तैँले कागती छ भने होइन यो रन्डीको मान कहाँ कागती टकाउँ न कहाँ छ कागती मुझे नाट ल्याङ्नु भन्ने ऊ रन्डी चढेर के चार्नलाई चाहिँ ओए राजेश ओए कल्लुवा अहिले आँप पाक्छ त केटीलाई होला त्यसले तिराइदिन्छ मलाई भाततिर अहिले जाने बिहानको खर्च कस्तो भयो त बिहान चौधो कस्तो भयो बगल थियो ऊ त माथिको डिलमा बस्ने कि आइज न कता मालामा योभन्दा अलिक घना हो योभन्दा अलिक घना जाने कान तानेको होइन अनि जाँदाखेरि तामाको एउटा गाडी नपाएर हिँडेको अहिले आउँदाखेरि चरा ट्रक हो र फेरि कान्छीमाले चिउरा खाना नथ्यो र भित्र कहिले चिउरै खाना नथेको होइन चिउरै खाना नथेको यस्तोवटा लाग्छ चिउरा खाना नथेको अनि भर्खर नयाँ किनेको ट्रक रहेछ घर आउनु 8 बजी त कति ठाउँमा ठोक्दै ल्याइदियो त्यो ट्रक ठोक्दै ल्याइदियो खानामा मोज हुन्छ नि है ओ रन्डीको मान अहिले मुझे बोझ भइरहेको के भन्नु सोध्छन् ठुलो बाउले फेरि भनिहाल्छ केटी चिकेर आयो कि क्या हो भनेर ठुलो बाउले 3 जना मिलेर एउटा केटीलाई चिकेर आयो क्या हो केटा अनि त बेस चिकेर त आएको त कम त मजा आएको आज जस्तो नबोल्ने होइन तर भनिदिन्छु कुनै बेला त्यो ढाडमा मुझे कति सर्प होला है केटा सुन्नु फेरि इक्जाम चाहिँ होइन 11-10 बजीबाट हुन्छ भनेर सरले मेसेज गरेको यो मुझे सल्लीपुरमा चिप्लियो भने खेरा गयो मुझे रन्डी नभन आगो लगाइदियो भने त आगो त बल बल्छ होला है नबोल्न नै रन्डी नगर्नु मुझे चिल्ली हुन्छ क्या ओ मुझे लाइटर ल्याए होइन गराइदिएर भाङ्गी सखाप हुन्छ होला है मुझे है हेर्न मुझे बाक्लो छ नि सल्लीपुर हरियो घाँसै जलाइदिनु फेरि होइन
अघि मुझे म यहीँबाट चिप्लिँदै आएको होइन मुझी रन्डी आज मुझी झन्नै चिप्लिने यार यस्तो भिड छ त झन्नै सक्या हो मुझी अरू भन्दा यत्रो पहिनी सक्का छैन क्या सकिन खोजेको चाहिँ धेरै म त्यो नै सकिन खोजेको तन सकिन होइन आएको हामीले जोगाइदियो पहिलो यसले ल्याएको रमाइलो भयो दुईजनामा दुईवटा लुगा लाग्छ र अब ठिक छु नाकमा झिरिन्छ पानी तागसी हेलो आउँदै हो होला आएको गरेर राजेशलाई घरमा केटी जस्तै गर्छन् छोरी हो आज राइस हाम्रो घर सुत्न आउँछ आइज ल ल लिन कति 4:30 मुझी अनि सुत्ने चाहिँ कहाँ तिनजना अटिन्छ कि ए भाइ तिमीहरू म ठुलबागमा जान्छु अटिन्छ या मजाले यता बाटोमा आउँदा चाहिँ यस्तो खतरनाक ऐसेलुको बुटो रहेछ अनि यता चाहिँ खाना नपाएदा रिलाप किलाप खाँदा देख्न सक्नुहुन्छ ऊ एउटाले चाहिँ काँचरी खाँदैछ अर्को छ यता फेरि हाम्रो मादल बोकेर बस्छ उता छ हाम्रो एउटा यता चाहिँ फेरि गाडी नै खतरनाकसँगले आइसकेको छ साथीहरू होइन हामी नि घर चाहिँ फर्किसकेको थियौँ घर हामी घरभन्दा माथिल्लो ठाउँमा आइसकेको थियौँ अनि यता गाडी नै आइसकेको छ हाम्रो गाउँतिर देख्न सक्नुहुन्छ गाडी चाहिँ खतरनाकै आएको रहेछ आज एकदम बवाल अरनीको है खेरै चाहिँ बेलुकाखेरि चाहिँ घरतिर नि आइसकेको थियो साथीहरू आजको भ्लग चाहिँ यही खत्तम हुन्छ सो अहिलेसम्म हेरिदिनु भयो थ्याङ्क्स फर वाचिङ इन दिस भिडियो मन पराउने भिडियोलाई लाइक र च्यानललाई सब्सक्राइब गर्नु अनि नेक्स्ट भिडियोको लागि नि कमेन्ट गर्नु है त कस्तो भिडियो ल्याउनु पर्छ भनेर आजको लागि यति हुन्छ सो थ्याङ्क्स फर वाचिङ इन दिस भिडियो